बस है त लगभग अब यहाँबाट म हिँड्नु चाहिँ होइन थाहा छैन कति टाइम लाग्छ यहाँबाट ड्याम बाई ड्याम आउँदो रहेछ यहाँ चाहिँ पुरै हरेक ड्याम बाई ड्याम गुगल म्याप हेर्ने सिधै डङडङलाई चढ्दो रहेछ त्यहाँ तपाईँहरू म गएर त्यहाँ देखाउँछु नि तपाईँतिर कस्तो हुन्छ है त सिस्टम चाहिँ पुरा यहीँ देखाउँछ नि कहाँ अब सबै पुरै रोक्नु पऱ्यो नि स्टप रहेछ ठ्याक्कै तपाईँको होइन ट्राफिक चाहिँ कति धेरै छ कि यहाँ फास्ट ट्राफिक मान्छेहरू पुरा प्याक प्याक भएर बस चाहिँ एकैछिनमा आउँदैन दुबईको ट्राफिक चाहिँ खतरै हुने रहेछ नि त्यसमा यति हुँदो रहेछ ट्राफिक चाहिँ यो भर दुबईको बस पार्क रहेछ है त ल यो सबैजना यहीँ पाउँछ ल कहाँ जाने है अनि म पनि त अहिले यहीँ पुगेछ त बर्दुबईतिर जान लागेको म चाहिँ त समुद्रको पछाडि त्यो डुङ्गा चढ्न जान लाग्यो त्यहाँबाट गएर गइदियो नि त अनि बस स्टप रहेछ रुल चाहिँ एकदम फलो गर्नुपर्छ यहाँ चाहिँ किनभने फाइन हान्दो रहेछ नि त तपाईँको जहाँ जहाँ त्यो छ होइन जेब्रा क्रसिङ चाहिँ त्यहीँबाट हान्ने रहेछ नि त यहाँ चाहिँ पुरै सो त्यही भएर सबैजनाले रुल चाहिँ फलो गर्दो रहेछ एकदम गाडी ड्राइभर होस् होइन सबजनाले क्या दामी पाराले सो यो सिटी सेन्टर थियो यहाँ यसमा म हिजो पनि आएको थियो यो क्यारिफोरमा अनि मजा भएर गाडीले फेरि एकदम दामी रोकिदिन्छ क्या त्यहाँ स्टप भयो नि त ल एक मिनट सबजना स्टप फरारी दामी छ गाडी म चाहिँ तलतिर जाँदैन कि माथितिर जान्छु म चाहिँ पार्कतिर किनभने डुङ्गा चढ्नुपर्ने छ नि त मलाई चाहिँ यो पार्कबाट यो नेपाली पार्क यो आइतबारमा चाहिँ पुरै हुँदैछ कि यहाँ मान्छे चाहिँ यो पार्कमा अनि डुङ्गा चढ्ने चाहिँ यो पार्यो है त यहाँबाट त्यहाँ गएर म पनि हिँड्दैछु यहाँबाट मजाले सही पाराले त्यो जति पनि छ यो चाहिँ पार्क हो सबजना आउँछ क्या आइतबारको छुट्टीको दिन मात्रै अनि हिजो चाहिँ मान्छे टन्नै थियो क्या यहाँ फेरि यति क्राउड थियो क्या मान्छे फेरि चाहिँ बब्बल थियो मान्छे सो त्यही भएर आज चाहिँ हल्का कम छ मान्छे सबै ड्युटी गरेर आउँछ नि त त्यही भएर यहाँबाट पुरा पार गर्नुपर्ने छ ल यो यहाँ पनि एकदम यहाँ चढ्ने रहर छ मेरो पनि अझ फाइनली यसको मेरो इच्छा पनि पुरा हुने भयो नि त यार ए हो ल एक द्रममा वारेर पारी लान्छ कि यसले चाहिँ पुरै ल सबजनाले फोटो खिच्दैछ यहाँतिर ल मान्छेहरूले कहाँबाट चढ्ने हो तर मलाई थाहा छैन यार यो चढ्नले कहाँबाट जाने हो यो चढ्नले कहाँबाट टिकट काट्ने उता हो टिकट हजुर ल ल सबजना यहाँ मान्छे बेरोजगार हो कि रोजगार हो सबजना बाहिर बसिसकेको बेलुकाको टाइम भयो नि त त्यही भएर म चाहिँ त्यो डुङ्गा चढ्न जानु लाग्यो त्यही भएर कतिमा चढ्दो रहेछ हेर्छु म चाहिँ उतै जानुपर्ने रहेछ डुङ्गा चढ्नलाई चाहिँ सब देखाउँछ तपाईँहरूलाई म यहाँबाट सब देखाउँछु है त ए यहाँ रहेछ पुरा रेस्टुरेन्ट यार ट्याक्क चिलमा क्या यहाँ भाइ चट्ट बस्यो खायो
आनन्द छ। यो बर्दुभाइको सीको पार्क चिलमा ल यसमा चढ्न आएको म चाहिँ है चढेर ट्राई गरौँ नि त आज चाहिँ यहाँबाट कहाँ पुग्दो रहेछ होइन। त्यस कति रुपियाँ 1 रुपियाँ लिन्छ भन्थ्यो मलाई, सुनेको त 1 रुपियाँ नै होला यहाँबाट लिन्छ भनेको। सबजना मान्छे चिलमा छ यहाँ मान्छेहरू आफ्नै पारामा। हेरौँ कहाँबाट चढ्ने रहेछ अन्त। चढौँ 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 म पनि चढौँ ल यही हो ल 1 रुपियाँको डुङ्गा 1 द्रम यहाँ डराउनु रहेछ खतरा पारेर यस्तो हेरेर लास्टमा यार आज ड्रिम पुरो भयो नि त मेरो यार। यसमा जर्नी पनि गाइस त्यो हुँदो रहेछ कोही बेला। 1 ग्राम हो यसको चाहिँ 1 ग्राम लास्टमा। ए यहाँबाट जाँदो रहेछ पारी जान्छ होला के हो। ए किधर तक जाएको भाइ यता पारा जान्छ रे हजुर पारा जान्छ थाहा छैन कहाँ जान्छ हेरौँ। यो 5 ग्राम तर लाग्न चाहिँ 1 ग्राम लागेछ ल भाइ मेरा ले जाऊ 1 आदमी। डलर दिँदो रहेछ यार ल कहाँ गएर यता उल्टो गएर ठोक्यो त यार सही ठोक्यो क्या सही ठोक्यो खतरा हान्थ्यो यसले यो ठोक्यो भाइ यसले ढ्याङ्गा हान्छ चाकमा बबल मजा रहेछ यार एकदमै वारीबाट पारी पुग्ने रे क्या यस्तो छ ल ए हेर यो वाउ दामी ल त्यहाँ चाहिँ मान्छे डन्नै रहेछ ल फुल मान्छे फुल यहाँबाट त्यहीँ हो क्या होला के हो त यो 5 सेकेन्ड 1 मिनटमा आइपुग्दो रहेछ कि यहाँ चाहिँ पुरा अब 1 प्लेटमा त्यो पारीबाट होइन यहाँ आइपुग्नु रहेछ ल 1 ग्राम ल। अब हेर नि त के रहेछ त यहाँ पारी चाहिँ। यहीँ रहेछ ल झलङ गर्छ त यार ओ लामा म त डर लाग्यो यार लामा घटाएर घोल्नु गर्छ यार जहाँ पनि यार टोक्छ यार के हो यार। फाइनली यहाँ वारी पारी आएँ त त्यहाँ पारीबाट होइन यहाँ आएर आएँ क्या मैले त्यहाँबाट 1 ग्राममा ल। अब यहाँ के रहेछ हेर्छु तर के ठाउँ रहेछ होइन के पाउँदो रहेछ। गोल बजार ए गोल ल कपडाहरू पाउँछ यहाँतिर
यो के हो यो गोलबाटे अब यहाँ बाटो क्रस गराउनु त के रहेछ त यहाँ सही हो त्यो पारिबाट म यहाँ आएको छु है यो पारिबाट कस्तो छ त गोलबाल्टे स्टार रहेछ पुरा सुन पाउँछ भन्छ यहाँ चाहिँ ब्रासलेट टुरिस्टहरू पनि रहेछ पुरा यहाँ चाहिँ कोही चुरोट तानेर रहेछ कोही मान्छेले बसिरहेछ होइन ल थाहा छैन कहाँ आइपुग्यो म आफूलाई थाहा छैन होइन यतिकै घुमिरहेछ क्या म चाहिँ अब काम छैन यसो यहाँ बसेको फाइदा त उठाउनु पऱ्यो नि त यार के कसो अनि एक हप्ता बस्ने फाइदा त उठाउनु पऱ्यो नि त यहाँ जहाँ जहाँ पुग्छ नि त मलाई होइन त्यो पनि एक दिनमा घुम्नु पाइरहेछ त मजाले सब अरबीहरू ल लोकल हो कि के हो थाहा छैन सब लोकल सामानहरू पाउँदो रहेछ ल गिफ्ट टाउन बुर्ज खलिफा टुप्पा यहाँबाट देख्छ है तपाईँहरू ल एकदम टाढो छ होइन ल यो बुर्ज खलिफा टुप्पा है त ल दुबईको अर्को सबसे अग्लो हो नि त यो टावर चाहिँ यहाँबाट देख्दो रहेछ क्या बुर्ज खलिफा टुप्पा चाहिँ ल वाह यहाँ छ ल यहाँ छ यो हो बुर्ज खलिफा टावर है त ल मैले जुम गरेर देखाएको छ होइन खासै मलाई केही मजा लागेन यहाँ के छ भनेको मैले त्यसै देखेँ यहाँतिर अब मैले के चाहिँ जानेर होइन सब सुन बजार छ भन्थ्यो कता हो मलाई थाहा भएन मलाई चाहिँ यति हेरेपछि पुगेँ फेरि म फर्किन्छु होला फेरि लगभग योभन्दा धेरै नघुमाउँ होला हेर आफ्नै पाराले फेरि फर्किन्छु यार ओ यो बोट पनि चढ्यो है म आज त लास्टमा यार बोट चढ्यो नि भ्यायो वारीबाट पारिबाट वारी त्यस मजा आयो सही पाराले सबजना फोटो खिच्दो रहेछ नि त यार दिन्छ यहाँ फर्किँदा आफू त खिच्दैन हेर फोटो त अब त भिडियो बनाउँछ हिँड्छ नि त यहाँतिर मलाई के खान मन लाग्यो यार भने पेप्सी खान मन लाग्छ पेप्सी आजको घुमघाम पनि सक्यो है मजाले मेरो अब फर्किन्छु होला रुमतिर अब फेरि भोलिको हेरौँ डेस्टिनेसन कहाँ हुन्छ घुम्नको लागि अब बस चढेर आएको अब थाहा छैन फेरि कहाँबाट बस चढ्ने होइन म अन्ना धुन्दामा हिँडिरहेछ क्या के गर्नु त फर्स्ट टाइम आएको चाहिँ दुबईमा होइन त्यो सब केटाहरू सब ड्युटीमा छ ड्युटी भएको मान्छेलाई फेरि अब के अरे जाऊ भन्नु नि भएन उनीहरूको आफ्नो ड्युटी लाग्छ घरै अब बेलुका आउँछ होला सो म चाहिँ यहाँबाट ए अल्गु भाइ हो होइन तल मन्दिर हेर्नु जानु पर्ला आजसम्म पनि कस्तो छ बेलुकाको नाइट भ्यू यो चाहिँ ल दामी छ दामी सही छ सही यहाँ बस कुरेको यार बस आएको छैन लास्टमा यार मेट्रोबाट झरेर है बसै आएको छैन क्या सो गाइज हेरिदिनु होला है त यो आजको भिडियो यहीँसम्म हुन्छ होला लगभग ए मेट्रो कुदिरहेको छ त्यहाँ मास्त्रै 12
त्यस दुबई एकदम डेभलप रहेछ क्या दुबई चाहिँ कसम यार खतरा डेभलप छ दुबई चाहिँ सो म यहाँ बस कुर्छु कतिखेर आउँछ होइन बस चाहिँ त्यही भएर बाटो पनि दामी छ यार दुबईको यार मेट्रोको बाटो त्यहाँ छ है यही हो ल यो सिङ्गल छ सो गाइज आजको भिडियो यहीसम्म हुन्छ होला होइन प्लिज हेरिदिनुहोस् है त मेरो च्यानललाई लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् माया गर्नुहोस् है त यो दुबईको मेरो एउटा त्यो पनि हुन्छ नि त नि भिडियो त्यही भएर बाई बाई गाइज बाई 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 बाई